हेलो हजुरहरूलाई नमस्कार छ मेरो यो नयाँ युट्युब च्यानलमा अनि साथसाथै भिडियो हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईहरुलाई। अनि मेरो परिचय भनेको चाहिँ म बुद्ध हो मेरो नाम अनि म अहिले अलास्कामा बसिरहेको छु अनि यो चाहिँ स्प्रिङ सिजन छ अहिलेको समयमा अलास्कामा अनि यो त्यही हिउँ पग्लिरहेको छ अनि पानीहरू यो त्यो पग्लिँदाखेरि चाहिँ पानी त्यही खोला बनेर अलिकति सानोतिनो खोल्साहरूबाट चाहिँ पानी यसो बग्ने काम गरिरहेको छ अहिलेको समयमा। आज म यो हाइकिङ गरिरहेको थिएँ अनि यो हाइकिङ गर्दाखेरि चाहिँ यो मैले भिडियोहरू बनाएको थिएँ, कलेक्ट गरेको थिएँ भिडियोको फिसेसहरू भन्छ त्यो कलेक्ट गरेको थिएँ यहाँ चाहिँ। अनि आज विषयवस्तु भनेको के छ भने आज म पानीको बारेमा गफ गर्छु। पानी हामीलाई धेरै महत्त्वपूर्ण हुन्छ। पानी हामी विशेष रूपमा हामी ट्राभल गर्दाखेरि लङ डिस्टेन्स ट्राभल गर्दाखेरि पानीहरू लङ डिस्टेन्स भन्दाखेरि जस्तै यदि कुनै पनि 40-50 मिनेट जस्तो त्योभन्दा बढी लाग्ने चान्स हुन्छ भने कुनै पनि बाटो त्योभन्दा लामो छ भने त्योभन्दा बढी समय टाइम लाग्छ भने पानीहरू पुरा प्रशस्त मात्रामा बोकेर हिँड्नुहोस् भन्छु म। मैले धेरै भिडियोहरू हेरेँ, त्यो भिडियोहरूमा ट्राभल गर्ने व्यक्तिहरूले साथीहरूले चाहिँ कम्तीमा पानीहरू त्यति साह्रो प्रशस्त रूपमा बोकेर नहिँडेको देखेँ खासै। अनि त्यो धेरै एकदम डरलाग्दो कुरा हो। डिहाइड्रेसन भनेको राम्रो कुरा होइन। डिहाइड्रेसन भनेको चाहिँ पानीको अभाव हुन्छ शरीरमा। त्यतिखेर अनि शरीर सटडाउन हुन्छ, शरीरले कामै गर्न नसक्ने स्थितिमा पुग्छ शरीर। त्यतिखेरको त्यो समय त्यसलाई चाहिँ इङ्ग्लिसमा चाहिँ डिहाइड्रेसन भन्छ। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ पानीहरू धेरै आवश्यक पर्छ। पानी प्रशस्त मात्रामा बोकेर हिँड्नुहोस्। कुवा खोलाहरू भन्छ, झरनाहरू भन्छ, जताततैबाट पानीहरू एकैचोटि डाइरेक्टली नखानुहोस्, उमालेर खानुहोस् पानीहरू। किनभने त्यो ठाउँबाट पानीहरू त्यति साह्रो सफा हुन्छ लाग्दैन खासै। यो कुरा सबै कुरा के हो भने सेफ्टीको बारेमा कुरा हो। यो सेफ्टी सावधान रहनुको कुरा हो। हामी सेफ्टीको बारेमा गफ गर्दै जान्छौँ, धेरै अगाडि गफ गर्दै जान्छौँ। र साथसाथै अन्तिममा के भन्छु भने म यो भिडियोको अन्तिम भागमा मैले केही फोटोजहरू लगाएको छु, एक्स्ट्रा फोटोजहरू भन्छ, त्यो पनि हेरिदिनुहोस् है। अनि आज त्यति भन्दै म बिदा लिन चाहन्छु। अर्को भिडियोमा भेटौँला। बाई।